नमस्ते, मेरो यस नेपाली कथा सङ्ग्रह मार्फत जोडिनुभएका सम्पूर्ण मित्रहरूमा आज पनि मैले फेरि एउटा रमाइलो लोककथा लिएर तपाईँहरूमाझ उपस्थित भइसकेकी छु। आउनुहोस् कथा सुरु गरौँ। कथाको शीर्षक रहेको छ अल्छीको पुरपुरो। एउटा गाउँमा साह्रै गरिब बाहुन बाहुनी बस्थे। उनीहरूको एउटा झुप्रो घर थियो। बाहुन आफू दुखी भइकन पनि ज्यादै अल्छी स्वभावका थिए। बिहान बेलुकीको छाक टार्न बाहुनीले कहिले सिस्नुको फाँडो बनाउँथिन् त कहिले गाउँभरि ठिकै छातो गरेर ल्याएको कनिकाको भात पकाएर टार्थिन्। बाहुनीको भने त्यस्तो जाँगर थियो, तर बाहुन भने अधमस्ती र अल्छीको पुरपुरो थिए। बाहुनीलाई आफ्नो लोग्ने अल्छी भएकै कारणले गर्दा भोक भोकै खान नपाइकन मर्न लागेकोमा ज्यादै चिन्ता लागिरहेको थियो। एक ताकाको कुरा हो, जाडो महिना भएकाले बाहुन अगेनाको छेउको मजिरेमा सुत्थ्यो। बाहुनी भने चौकनिर सुत्थिन्। बाहुन अल्छी भएको हुनाले र अगेनाको तातो पनि पाएको हुनाले निदाएर घुर्न थाले। जाडो ज्यादै बढेको र तातो लुगाफाटो पनि नभएकोले बाहुनीलाई निन्द्रा लागेन। अनि बाहुनीको मनमा अनेकौं कुराहरू खेल्न थाले। उनी मनमा नै भन्थिन्, यस्ता नामर्दको स्वास्नी हुन कुन जुनीको पापले गर्दा आए। हे ईश्वर, बरु मलाई एकैचोटिमा लिएर जाऊ। यसरी खान नदी छटपटाएर नमार। बाहुनी फेरि कोल्टे फिर्थिन् अनि मनमा नै भन्थिन्, ईश्वरलाई यस कुरामा के दोष दिनु। आफ्नै लोग्ने महा अल्छी छन्, काम गर्ने म मात्र छु। फेरि गाउँलेहरूले पनि सबैजनाले बाहुनी बजै भन्छन्, जस्तो पायो त्यस्तै काम पनि गर्न दिँदैनन्। यस्तै कुराहरू मनमा खेलाउँदै बिहानीको चिसो बतास सँगसँगै भाले पनि बाँच्न थाल्यो। उज्यालो भएको हुनाले बाहुनी जुरुक्क उठेर दैलो मजिरी जस्किलो आटी सफा गरेर बडाल कुडाल गरी पोत्न थालिन्। त्यसपछि अगेनामा आगो बालिन्। घाम माथि आइसकेपछि बाहुन बल्ल उठ्यो अनि ऊ अगेनामा तिक्र समेत फाटिने गरेर टाङ फटाएर आगो ताप्न थाल्यो। बाहुनको यस्तो तमासा देखेर बाहुनी निकै दुखी भइन् अनि आफूलाई मनमा नै धिकार्दै बाहुनको छेउमा गएर बसिन्। अनि बाहुनीले अलिअलि गरेर कुरा कोट्टाइन्। बाहुन भने कुरा सुन्नुभन्दा पनि आगोतिर आँखा फुराउँथ्यो। अनि बाहुनीले भनिन्, होइन बुढा, अब तपाईँले पनि केही काम गर्नु पर्यो भन्या। सधैँभरि यसरी बसेर कहिलेसम्म चल्छ। तपाईँ केही काम खोजेर गर्नुहोस्, अनि म पनि यताउति गराउँला नि। 2-4 पैसा जो गरेर एउटा दुधालो भैँसी किनी दुध बेचेर आएको पैसाले आरामसँग जिन्दगी गुजारा हुन्छ। जसरी हुन्छ बाँच्ने काम त गर्नु पर्यो नि। यसरी बसेर हुँदैन है बुढा। बाहुनीको कुरा सुनेर बाहुनले भन्यो, होइन ए बुढी, पैसा त कमाउने त भन्छेस् नि, तर कमाउने कसरी? कसैले काम पनि दिँदैनन्। त्यसपछि बाहुनीले भनिन्, अब केही नजानिकन त काम कसले पो दिन्छ र? बरु यताउति गएर कुराहरू सिक्नुहोस्। अनि सिकिसकेपछि कसो काम नपाएला र? अनि त पैसा कमाउन कति समय लाग्छ र? बाहुनले भने, कहाँ गएर कुरा सिक्ने त? त्यति जाबु कुरा पनि मैले सिकाउनु पर्छ र? ठुला बडा राजा महाराजको सभामा गएपछि त कुरा सिकिहाल्छ नि। बाहुनीको यति कुरा सुनिसकेपछि बाहुनले भन्यो, लौ त लौ, त्यसै कुरा हो भनेदेखि म भोलिदेखि नै जान्छु। भोलिपल्ट अल्छी बाहुन कुरा सिक्न भनी घरबाट हिँडे। यसरी बाटोमा जाँदा उसले बाटोमा शीतका थोपाहरू देखे। अल्छीले बाटोमै शीतको थोपाहरू देखेर शीतलाई छिचोलेर बाटो काटेर जान सकेन अनि एक शीत भनेर घरतिर फर्किए। जब बाहुन बेलुकी पख घर आइपुग्यो, बाहुनीले सोधिन्, बुढा, आज के सिक्नु भयो त? बुढीको प्रश्नको प्रत्युत्तरमा एक शीत भनेर बाहुनले भन्यो। त्यसपछि बाहुनीले मनमा नै भनिन्, धन्न यति कुरा त आज सिकेछन्। त्यसपछि दुवैजना चुप लागे अनि घरमा पाकेको मिठो मसिनो खाएर सुते। अघिल्लो दिन जस्तै भोलिपल्ट पनि सबेरै खोले भाँडो पकाएर बाहुनीले बाहुनलाई खान दिइन् अनि कुरा सिक्न जानु भनेर पठाइन्। बाहुनले आज शीत भएको कालना नागिसकेको थियो। त्यतिकैमा बाँदरहरूले रुखका हाँगाहरूमा फन्का हान्दै खक्का खुक्का गरेको सुनेर हिजो एक शीत, आज खाक्का खुक्का यति भन्दै बाहुन त्यत्तिकै घर फर्कियो। हिजो जस्तै बाहुनीले आज के सिक्नु भयो त बुढा भनेर सोद्धा बाहुनले भने, एक शीत खाक्का खुक्का। भोलिपल्ट फेरि बिहानै बाहुन कुरा सिक्न भनी बाटो लागे। आज त ऊ खाक्का खुक्का र एक शीत पनि काटेर वन पुगिसकेका थिए। अलि पर पुगेपछि बाहुनले ठाडा ठाडा कान लगाएर हेरेको 2वटा मृग देखे। अनि बाहुनले एक शीत खाक्का खुक्का ठाडा ठाडा कान
जे तैँले चिताए सो मैले जान भन्दै आफ्नो टोपी हातमा लिएर घरतिर बुकुर्सी मार्यो। घर पुगेपछि त्यही टुक्कालाई लय हालेर बाहुनीलाई सुनाए। बाहुनी पनि खुसी भइन् अनि मनमा नै सोचिन्, घरमा बसेर त्यत्तिकै बेकामे हुनुभन्दा त केही कुरा सिकेछन् मेरा बुढाले। उनी यति सोच्दै भान्सातिर लागिन्। साँझको खाना खाएवरी बुढाबुढी सुते। सदा जस्तै अर्को दिन पनि बाहुन कुरा सिक्न भनी घरबाट हिँडे। तर आज भने हिजो अस्तिको जस्तो केही कुरा देखिनन्। त्यसैले आज ऊ लुखुर लुखुर गरेर अगाडि बढ्न थाले। यसरी ऊ जाँदा जाँदै एउटा राजाको राज्यमा पुगेर त्यही एउटा घरमा बास बसे। दैव संयोग त्यस राज्यका राजाले नयाँ नयाँ कुराहरू सुन्ने इच्छा गर्दा रहेछन्। अनि सभामा गएर नयाँ नयाँ कुरा सुनाउनेलाई 5 रुपियाँ पैसा पनि बक्सिस दिने चलन रहेछ। यति कुरा थाहा पाइसकेपछि बाहुनले आफू पनि भोलि सभामा जाने निश्चय गर्यो। अनि सबैको पालो पुगिसकेपछि अल्छी बाहुनले पनि के भनौँ भई आत्तिएर भन्न थाले, एक शीत खाक्का खुक्का ठाडा ठाडा कान, जो तैँले चिताए सो मैले जान। यसरी आत्तिएर बाहुनले सुनाएको टुक्कामा राजालाई बडो चाख लाग्यो। फेरि राजाले उसलाई दोहोऱ्याएर भन्न लगाए। बाहुनको टुक्काबाट खुसी भएर राजाले 5 रुपियाँको साटो 10 रुपियाँ दिएर पठाए। अनि यति सँगसँगै सभा पनि सकियो। उता अल्छी बाहुनले पैसा कमाउने बाटो पहिल्यै सकेको थियो। त्यसपछि अब उसले केही रुपियाँ अझ बढी कमाएर मात्र घर जाने निर्णय गर्यो। अनि आफू बसेको घरको दलानमा आसन जमाउँदै भोलि के भन्ने होला भनेर सोच्न थाल्यो। भोलिपल्ट राजदरबारमा राजाको दारी काट्नका लागि हजाम आयो। राजाको दारी पानीले भिजाइसकेपछि हजामले छुरा लगाउनका लागि छुरा चलाएको मात्र के थियो त्यति नै बेला राजालाई हिजोको टुक्का याद आयो। अनि राजाले हजामलाई पख पख भनेर खल्तीबाट कागज झिकेर भन्न थाले, एक शीत खाका खुक्का ठाडा ठाडा कान, जे तैँले चित्ताए सो मैले जान। हजामले राजाको कुरा सुन्ने बित्तिकै डरले काम्दै हात जोडी माफी माग्दै भन्न थाल्यो, सरकार, यसमा मेरो केही दोष छैन। आज हजुरलाई मार्नु भनेर हजुरकै मन्त्रीले मलाई पठाएको हो। मलाई माफ गरिदिनुहोस् हजुर, मेरो यसमा केही दोष छैन। मेरा सानसाना लालाबालाहरू छन्, मलाई छोडिदिनुहोस्। यदि मैले हजुरलाई मारेन भनेदेखि मन्त्रीले मेरो परिवारलाई मारिदिन्छु भनेर धम्की दिएको थियो। त्यसै कारणले मात्र मैले यो सब गर्न लागेको हुँ। क्षमा पाऊ महाराज। यति भन्दै हजाम थरथर काम्न थाल्यो। त्यसपछि राजाले सबै कुरा बुझे अनि मन्त्रीलाई थुनामा लिए। यति सबै कुरा भइसकेपछि राजाले जुन कुराले गर्दा आफ्नो ज्यान बचेको थियो त्यही कुरा भन्ने बाहुनलाई खोजेर ल्याउनु भनेर हुकुम दिए। राजाको हुकुम पाउन साथ राजाका पहरियाहरूले पनि तुरुन्तै बाहुनलाई खोजेर राजाका अगाडि दाखिल गरे। अनि राजाले बडो खुसीका साथ बाहुनलाई 500 रुपियाँ बक्सिस दिई पठाए। अल्छी बाहुनको कुराले गर्दा राजाको ज्यान बचेको थियो। उता बाहुन साह्रै खुसी भयो अनि राजाले दिएको रुपियाँ लिई घरतिर कुलेलम ठोके। बाहुनी पनि हातमा यति धेरै पैसा पाएको देखेर साह्रै खुसी भए। अनि त्यो पैसाले उनीहरूले घरबारी गाई भैँसी बाख्रा लिएर सुख शान्तिले बस्न थाले। अनि पछि पो सबैले थाहा पाए अल्छी बाहुन त अल्छी होइन रहेछन्, अचेल त उनी चौपट्टै जाँगरिला भएका छन्। अनि बाहुनीले पनि लोग्नेलाई ईश्वर झैं मान्न लागिन्। त्यसको केही समयपछि बाहुनी 2 जीवकी भइन्। घरमा हरुवा चरुवाहरू भएको कारणले गर्दा उनलाई कुनै दुःख भएन। हरेक दिन गाउँलेहरू बाहुनको घरको दलिलमा आएर गफिन्थे। पहिले त्यही बाहुन बाहुनीलाई भाउ नदिने गाउँलेहरू अहिले आएर खोइ बाहुन बा दर्शन पाऊ भनेर गोडा ढोक्थे। अनि बाहुन भने उनीहरूको थाप्लोमा हात राखेर भाग्यमानी भएस् भनेर आशीर्वाद दिन्थे। यो थियो आजको कथा। आजको कथा हजुरहरूलाई कस्तो लाग्यो? यदि हजुरहरूलाई अरू पनि यस्तै नेपाली कथाहरू सुन्न मनपर्छ भने मेरो युट्युब च्यानललाई सब्स्क्राइब गरिदिनुहोला। साथै मन परेमा लाइक कमेन्ट सेयर पनि गरिदिनुहोला।